हिसाब गरिदिइहालेको भए म यति बेला पुगिसक्थेँ। नेपाल पुगिसकेर पनि कति कामहरू सुरु गरिसक्थेँ होला। खैर केही छैन, अब केही समय लागौँ भनेर कसिया छु। तपाईहरुको साथ सपोर्टको एकदमै ठुलो आश गरेको छु। जोस अब कोरियामा एकदम राम्रो छ हैन। सबैजना राम्रै मानेर अब भाषा तयारी पनि गरिराख्नु भएको छ। त्यो किराहरू कस्तो कराएको छ। भाषा तयारी अब राम्रै गर्नु भएको साथीहरूले। ai लास्टै कराउँछ यार यो किरा। सिरियस हुँदैछु यार, किरा कराएर लास्टै ट्याउ ट्याउ गर्छ हैन त। त्यही हो, अब भाषा तयारीहरू गर्नुभएको साथीहरूले राम्रोसँग गर्नु होला। बिस्तारै बिस्तारै ल्याइरहेछ। म चाहिँ अहिले लगभग कोरिया आएको पनि भयो 3 वर्ष 3-4 महिना जस्तो भयो। 3 4 5 6 7 3 वर्ष 4 महिना भयो म कोरिया आएको पनि। तर म चाहिँ अब नआउने गरी फर्कने त गरिसकेर पनि अब सबै हिसाब किताब भइसक्यो। म पर्सि जाँदैछु। सो भिडियो त कहिले आउँछ थाहा छैन। खिची मात्र रहन्छु। नेपाल गएर हाल्छु होला सायद, तर पनि पर्सि जान्छु भनौँ न। यहाँ त हैन 8 को 8 मा म जाने चाहिँ। तर यसलाई के भन्ने, अब 8 को 8 मा जानेलाई आज चाहिँ के भन्नु, भिडियो कहिले हालिन्छ थाहा छैन नि त। त्यही हो, अब सबैको आफ्नो सपना हुन्छ। अब आफूले चाहेको काम गर्न मजा हुन्छ हैन, मनमा शान्ति मिल्छ भने त्यही काम गर्नुपर्छ। पैसै मात्र ठुलो कुरा पनि हैन र आफूलाई मन लागेको काम गरेर पैसा कमाइदैन पनि भन्ने होइन, हुँदैन त्यस्तो हैन। अब आफूलाई मन लागेको काम गरेर पनि पैसा कमाउन सकिन्छ र कमाइएन भने पनि रिग्रेट फिल चाहिँ हुन्न। जो मनको शान्ति भन्छ कि, यहाँबाट आनन्द भयो भने पैसा नभए त हुँदैन। के अरे नभए पनि त नहुने होइन, अलिअलि त चाहिन्छ होइन। पैसा त चाहिन्छ, तर चाहियो भन्दैमा आफूलाई मनै नलागेको विषय, मनै नलागेको कामहरू गर्नु त भएन होइन। मनै नलागेको पनि होइन, मन लाएर आएको हो, कमाउनुपर्छ भनेरै आएको हो। यतिका दिनसम्म अलिअलि कमाइयो, घर परिवारलाई अलिकति हेल्प पनि गरियो। सो अब जस घर परिवारलाई हेल्प त अब सधैँ चाहिन्छ नै। कतिपयलाई हेल्प गरियो होला, कतिपयको मन दुखाइयो होला, कतिपयको चित्त पित्त दुखाइयो होला हैन। तर केही छैन, पैसा भन्ने कुरा त्यस्तै रहेछ। कुनै बेला पैसा थिएन, धेरै मान्छेहरू थिए। अहिले पैसा अलिअलि कमाइयो कुनै बेला, त्यति बेला मान्छेहरू कतिपय कमाइयो होला, कतिपय गुमाइयो होला। आफ्नो कतिपय बाध्यताहरूले बाँधियो होला, कतिपय अवस्थामा आफूले चाहेर पनि गर्न सकिएन होला। यस्ता कुराहरू छँदैछन्। तर चित्त दुखाउनेहरूसँग पनि गुनासो छैन। नदुखाइदिनु होला भन्न पनि म चाहन्न, किनकि अब सबैलाई समस्या हुन्छ, त्यो बुझ्नुपर्छ जस्तो लाग्छ मलाई। धेरै कुराहरू त मलाई खासै बोल्न त आउँदैन, र पनि बोल्न आउँदैन पनि के बोल्छु थाहै हुँदैन है। बोली चाहिँ रहन्छु। उछट्टिएर हिँड्न लागेछ केटाहरूले शङ्का पनि, यसलाई लोटो परेर हिँडो कि यार भनेर पुरै शङ्का पनि हान्छन्। अब कहाँको लोटो पर्ने यस्तो अभागीलाई होइन। जीवनमा कति सङ्घर्ष गर्नु छ, कति दुःख गर्नु छ, कति मेहनत गर्नु छ भन्ने कुरा। यहाँभन्दा धेरै मेहनत गर्नुपर्छ, यहाँभन्दा धेरै दुःख गर्नुपर्छ होइन। तर मेन कुरा भनेको तपाईहरुले एकदम साथ सपोर्ट गर्नुभयो भने त्यो मेहनतहरू गर्नुपर्ने जति गर्नुपर्ने त्योभन्दा अलिकति कम चाहिँ हुन्छ है। अब पहिला पनि नगरेको होइन, गरिरहेको हो। तर त्यति बेला कम्तीमा नि कामहरू गर्दा गर्दा लगभग म 50% जस्तो
लेभलमा आइपुगेको थिएँ जस्तो आफैलाई लाग्थ्यो कि अब चाहिँ म मुभ भएर काठमाडौँतिर छिर्नुपर्छ जस्तो मैले सोचिसकेको थिएँ। अब फेरि कोरियनको इक्जाम दिइहाल्यो अनि पास पनि भइहाल्यो फेरि ठ्याक्क होइन। अब पास भइसके पछाडि आउनै पर्यो होइन। बाबु पनि अब गाउँतिरै हुनुहुन्थ्यो, अब अलिकति केही न केही गर्नुपर्छ भाइ बहिनीको लागि घरको लागि भनेर पास पनि भइहाल्यो। अब यही मौकामा भनेर फ्याटफुट गरेको फेरि फ्याट्ट आइहाल्यो। फेरि पास हुने बित्तिकै आइ पनि हालिदियो। पहिलो कम्पनी अब ठिकै थियो, त्यस्तो राम्रो कमाइ थिएन, त्यहाँ पनि अलिकति ल्याङल्याङ भयो। त्यस पछाडि मैले चाहिँ त्यो कम्पनी छोडेँ र हाम्रो दाइ भएको कम्पनीमा आएँ। ठिक छ, अब भने यी कुराहरूलाई बिट मार्दै अब त यस्तो पैसा त कहिले कमाइएला र होइन। महिनाको 4 लाख त नेपालमा जसै गरी नकमाइने अवस्था छ। गाह्रै पर्छ महिनाको 4 लाख कमाउन त होइन। तर पनि खैर केही छैन, 4 लाख नकमाए पनि 40,000 कमाए पनि 4,000 कमाए पनि आई एम ह्याप्पी फर 4,000 होइन। इङ्ग्लिसहरू बोल्नै आउन्न कि फ्याट्टै बेला बेला मिसाउन खोज्छु। फ्याट्ट कहाँनिर के बिग्रन्छ ग्रामर बिग्रेको कि के बिग्रेको, सिन्टेक्सै बिग्रेको हो कि होइन, उच्चारण नमिलेको हो कि त्यस्तै के हो हुन्छ के। गाह्रो छ नि यार, हामी सरकारी स्कुल पढेका मान्छेलाई भनेर फेरि हुन्न। फेरि कोही त फेरि सरकारी स्कुल पढेका पनि पढाउनु त त कडै हुन्छ नि, ट्यालेन्ट हुन्छ नि। हामी पो यार न पढ्नु छ न के गर्नु छ। उति बेला पढ्ने बेला आहो सुटिङ भन्यो हिँड्यो, आहो सिरियल भनेको चाहिँ हिँडेको छ, अर्काका सुटिङमा पनि गएको छ, ओहो उधुम गरेको छ होइन। पढाइ छैन एहे। मनी मान्छे त पहिला त ट्यालेन्टै हो नि त, पढाइमा पनि ट्यालेन्ट हो मान्छे म। तर पछि आएर यही चाहिँ सुटिङ भन्नाले बिग्रियो। अब अलिकति अभिनयतिर लागियो। अभिनयतिर लागिसके पछाडि पढाइलाई अलिकति धकेल्दै दबाइएछ के। केही छैन, अब नयाँ सुरुवात गर्दैछु। यहाँ सुरुवात दमदार तरिकाले एकदमै गरिन्छ। नेभर गिभ अप भन्ने मूल नाराका सहित लागिन्छ। त्यसका लागि तपाईँहरूको साथ, नयाँ सल्लाह सुझावको पनि एकदमै खाँचो छ। भिडियो धेरै लामो भयो जस्तो लागिरहेछ। म के बोल्छु थाहै छैन, इन्ट्रेस्टिङ पनि भएन, त्यस्तो बोलेको मात्र भयो यो भिडियो चाहिँ। त्यसको लागि माफी मुस्किल, के भन्छ। सो अब अलिकति रमाइलो भिडियो त नेपालमै भेट्नुपर्छ। यहाँको भनेको यस्तै हो बजारतिर। फेरि म अब धेरै भएन नि त सुरु गर्न लागेको भ्लग। पहिला त अलिअलि गरिन्थ्यो, भ्याडङफुङ बोलिन्थ्यो। अहिले चाहिँ यो प्र्याक्टिस जस्तो भइरहेको कि अब खासै बोल्न पनि लाज लाग्ने, यसो पब्लिकमा त्यहाँबाट ठडाएर बोल्न पनि लाज लाग्ने, त्यस्तो भइरहेको है अहिले। किनकि 3-4 वर्षको ग्याप भइसक्यो। पहिला त भ्लग पनि अलिअलि गरिन्थ्यो ल होइन, भ्याडङफुङ लाज चाहिँ लाग्थेन। बाटोतिर बोल्न, मान्छेहरूको अगाडि बोल्न लाज चाहिँ लाग्थेन पहिला चाहिँ। अहिले चाहिँ मान्छेहरू 1-2 जना मान्छे यसो हिँड्यो भने कस्तो नर्भस भयो जस्तो भइहालिन्छ क्या। त्यो भएर यो चाहिँ प्र्याक्टिस जस्तो भइरह। राम्रो भिडियोहरू बिस्तारै आउँछन्, हेर्दै गर्नु होला, सब्सक्राइब गरेर साथ सपोर्ट दिँदै गर्नु होला। आजको लागि यति नै हुन्छ। म यहीँ बस्यो भने चाहिँ सुवनको नाइट भ्यू देखाउँछु, कम्पनी गयो भने चाहिँ खल्ली बल्ली। सी यू नेक्स्ट भ्लग है त।